मम्मीलाई त्यहाँ पछि जाने बुझा पायो ल। हेलो साथीहरू नमस्ते, आशा छ सबैजना सन्चै हुनुहुन्छ। अनि त्यसपछि हामी पनि म पनि एकदमै आरामै छु। अनि त्यसपछि मम्मीले चाहिँ हेर्नु न त्यहाँनिर मेरो छाता बोकेर आफ्नो छाता चाहिँ राख्ने के, मेरो छाता चाहिँ पुरानो बनाइदिने अनि आफ्नो छाता चाहिँ सजाएर राख्ने गर्नुहुन्छ मेरो मम्मीले चाहिँ। अनि त्यसपछि हामी चाहिँ कहाँ जानु लाग्यो भनेर त हजुरले थाहा पाइसक्नु भयो होला। आज शनिबार, आज चाहिँ हामी परमेश्वरको महिमामा जानु लागेको, सत्सङ्ग जानु लागेको। अहिले चाहिँ हामी महिमा सकेर पनि दाना लिन गयौँ। त्यहाँनिर दाना र चोकर लिएर घर फर्किन लागेको। अब चाहिँ हामी मम्मी चाहिँ त्यहीँ बस्नु भएको थियो, मम्मी पनि जान्छु भनेर चाहिँ यस्तो घाममा पर्दैन भनेर हामी दुईजना मात्रै आएको। यहाँ धेरै टाढा छैन नि त, अलिकति ओह्रालोमा मात्रै हो नि त। अनि गर्मी महिनामा त हिँड्नु पनि झ्याउ लाउँछ कि, जाडो महिनामा भयो भने चाहिँ फेरि है जाडो महिनाको बेला चाहिँ गर्मी महिना भयो नि हुन्थ्यो नि जस्तो लाग्छ है, घुम्न जान पनि झ्याउ लाग्छ भन्छ। फेरि गर्मी महिनामा जाडो महिनै भयो भने जस्तो लाग्ने कि। ओहो हामी चाहिँ गल्ली गल्ली हिँडिरहेका छौँ। अस्ति हामी कताबाट गएको थियौँ, उताबाट गएको थियौँ। तिमीलाई यो बाटो खानु थाहा छैन है, मैले लिएर आएको थिएँ बाटो। बुनु चाहिँ अस्ति मलाई उहाँ उताको बाटो लिएर गएको थिएँ, यति लामो बाटो लिएर गएको थिएँ। यो चाहिँ सर्टकट बाटो हो कि, बुनुलाई थाहा थिएन यो बाटो पनि छ भनेर। अनि यता चाहिँ गुम्बाहरू पनि छ। रुक्नु है, म हजुरलाई गुम्बाहरू पनि देखाइदिन्छु। गुम्बा चाहिँ यहाँ गुम्बामा चाहिँ कत्रो कुरो नि अस्ति हामी गएको थियौँ, उतै हो गुम्बा। अनि यहाँ चाहिँ कत्रो कुकुरहरू थियो। अस्ति नै हामी गएको थियौँ है, फोटो खिच्नु पऱ्यो भने त कुकुरहरू त खुल्लै छोड्दा रहेछ क्या। अनि त्यसपछि कुकुरहरू त्यत्तिकै आइरहेको हुने, यस्तो डर लाग्ने। त्यहाँ चाहिँ फेरि दाना पसलमा पनि चोकर पाउँछौँ। यहाँ यहीँ नजिक पनि छ, अलिक नजिकै पर्ने ठाउँमा चाहिँ है दाना मात्रै पाउँछ कि चोकर पाउँदैन। त्यही भएर हामी फेरि चोकर भएन भने बाख्राले पानी नै नखाने कि, त्यही भएर हामी चोकर पनि लिन जानुपर्ने हुन्छ। अनि अहिले चाहिँ हामी घर पनि आइसक्यौँ। किन बाटोमा नबनाएको भन्नुहुन्छ भने ठ्याक्कै यतापट्टि आउनुपर्छ नि त, हामी ठ्याक्कै यतापट्टि रहेछ घाम। अनि त्यही भएर नबनाएको जस्तो टल्किन्थ्यो नि त। अनि त्यही भएर घरै आएपछि बनाएको। अनि ऊ फेरि हाम खान लाग्यो नि, हामीले घाँस देखेको थियो हाम खान लाग्छ। बिहान मम्मीले बिहान म्या भनेर हामीलाई बिचरा भुकु मैले नदेखेको हामी भुकुलाई नदेखेको लु 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 अब भयो त, अब भयो दिन दुइटाले हामी ल ल टोक्ला चाहिँ फेरि नटोक, मलाई टोक्नु चाहिँ। मलाई नि पहिले कुकुरहरू भने चाहिँ यस्तो डेन्जर डर लाग्थ्यो, यस्तो डेन्जर डर लाग्थ्यो नि। कुकुर वहाँ पर भने फेरि अब हेर न, कुकुर वहाँ पर भने म अलिक यताबाट रुइदिन्थेँ, त्यस्तो थियो म त। घर आउने स्कुलबाट आउनुला कहिले काहीँ अब एक्लै आए बेला, अब कहिले ट्युसन नभए बेला, अब ट्युसन पढ्थ्यो नि त। अनि त्यो फिक्स टाइम हुन्थेन। अनि त्यो ट्युसन नभएको बेला त अब 4 दिन छुट्टी हुन्थ्यो नि त। अनि मम्मीहरू चाहिँ अब ट्युसन हुन्छ होला भनेर नि मम्मीहरू लिन आउनु। अब कहिले काहीँ त केक परेर हुन्थ्यो नि, ट्युसन नभए बेला अब एक्लै घर आउनु पर्थ्यो नि त। अनि त्यतिखेर चाहिँ है मलाई कुकुरहरू देख्यो भने मलाई यति डर मन लाग्थ्यो। वहाँ पर कुकुरहरू भने मलाई यहाँ नजिक रुइदिने हो कि, यस्तो डेन्जर थिएँ म। अनि अब आफ्नै घरमा कुकुरहरू खै बाटा, अनि अहिले आफ्नै घरमा कुकुरहरू पाल्ने भएर चाहिँ मलाई कुकुरहरूदेखि त्यस्तो डर लाग्दैन। यो के हो, मलाई कुकुरहरूदेखि अहिले चाहिँ डर लाग्दैन। डर लाग्दैन भन्दाखेरि त्यो अलिक डेन्जर खालको कुकुरहरूदेखि चाहिँ डर लाग्छ, त्यो सानो कुकुरहरूदेखि चाहिँ डर लाग्दैन। अनि अब आज राति कसको घरमा मम्मी जोगी नै भनिन्छ होइन, जोगी त भनिन्छ नि रातिसँग पुग्ने। कसको घरतिर त्यो आउनु भएको थियो उहाँहरू, आज हाम्रो घरतिर पनि आउनु भएको थियो। अनि त्यसपछि कहाँ पर उयो गर्नुभएको थियो कि सँग पुग्नु भएको थियो। अनि त्यसपछि नजिक आइसक्यो। अनि हाम्रो घर नजिक आइसक्यो, मलाई कस्तो डर लाग्यो नि। त्यसपछि म मम्मीसँग सुतेको थिएँ कि, अब के अरे बाबा आउनु भएको थिएन नि त। अनि त्यही भएर म मम्मीसँगै सुतेको थिएँ। अनि त्यसपछि शङ्ख फुकेर म त है निन्द्रामा को बोले जस्तो लाग्ने, कोरो जस्तो लाग्यो है। अनि उठेको चाहिँ लाग्छ शङ्ख फुकेर, के अरे म आफै रुन लागिसकेको थिएँ डरले। अनि मैले मम्मीलाई के अरे त्यो उहाँले त भूतहरू पनि देख्नुहुन्छ अरे नि त, तर मलाई कस्तो डर लाग्छ उहाँहरूदेखि, उहाँहरू हुन त अब भूतहरू त होइन। अनि त्यही पनि उहाँहरू डर लाग्छ कि उहाँहरूदेखि। किन भन्दाखेरि एकचोटि इटरीमा ठ्याक्क हाम्रो उतापट्टि
इटरीमा चाहिँ हाम्रो उता ठुलो मम्मीहरूको तल ठुलो मम्मीहरूमै बस्ने रुममा बस्नेहरू चाहिँ एउटा दाइले चाहिँ सुसाइड गर्नुभएको थियो कि अनि त्यसपछि अनि त्यतिखेर सुसाइड गर्नुभएको थियो अनि त्यस 1-2 दिन भएको थियो सुसाइड गर्नुभएको अनि कति 1-2 दिनपछि सँग पुग्नेहरू उता कार्तिकको बेला थियो अनि त्यस कार्तिके जोगी के भन्नुहुन्थ्यो त्यतिखेर अनि त्यसपछि आउनु भएको थियो उहाँहरू आउनु भएको थियो अनि त्यस कहाँ परसँग पुग्नु भएको थियो कि उहाँले चाहिँ अनि म चाहिँ कुरोको कस्तो लाग्ने धाराहरू कति 4:30 त्यो अब डर भइहाल्छ नि है तलपट्टि मान्छे सुसाइड गरेको थियो अनि त्यसपछि हुन त उहाँको सबहरू लैसकेको थियो अनि त्यो पनि माथिपट्टि थियो अनि त्यसपछि कस्तो डर त लाग्ने कि अनि फेरि आफ्नो मनमा डर भयो भने नि होइन केही झऱ्यो भने पनि तर्साएको जस्तो लाग्ने कोही रुयो भने पनि तर्साएको जस्तो लाग्ने हुँदो रहेछ अनि त्यसपछि त्यहाँ तल बस्ने चाहिँ सबैजना सरिसक्नु भएको थियो कि अब बच्चा सानो नानीहरू हुनुहुन्थ्यो अनि त्यसपछि के होला भनेर अनि उहाँहरू चाहिँ सर्नु भएको थियो अनि त्यसपछि उहाँहरू चाहिँ फेरि त्यही राति हाम्रो बेबी सानो नानी पनि छिन् कि अनि त्यसपछि ऊ चाहिँ हामी 3जना सिधा थियौँ कि डरले दिदी म अनि त्यसपछि नानी सिधा थिएँ अनि त्यसपछि 3जना सिधा थिएँ अप्ठ्यारो भएछ नानीलाई छेउमा सुताउनु भएछ दिदीले गर्मी भयो बिचमा हालेर गर्मी भयो भने नानीलाई छेउमा सुताउनु भएको छ अनि नानी चाहिँ लडी थिइन् कि राति लडी थिइन् अनि त्यसपछि लड्दाखेरि तल बस्नेहरूले चाहिँ के अरे त्यो जुन सुसाइड गर्नुभएको दाइको रुमबाट सिलिन्डर फ्याल्यो भनेर अनि भोलि पर्सिपल्टै उहाँहरू सरिहाल्नु थियो अनि चाहिँ हामी पनि थियो अनि मलाई पनि त्यो केही कुराहरूमा डर लाग्ने कि डर अब डराउँदिन भने डर चाहिँ लाग्ने कि अनि त्यो 1 हप्ता भएपछि चाहिँ अनि 1-2 हप्ता भएपछि म पनि अनि छुट्टै खाटमा सुत्न थालिसकेको थिएँ त्यही पनि डर लाग्थ्यो मलाई पहिलेदेखि म अलिअलि डराउनु त थिएँ अनि त्यसपछि त्यही पनि झन् त्यस्तो भएपछि झन् डर लागिहाल्छ नि अनि त्यसपछि म छुट्टै खाटमा सुत्न थालेको थिएँ नानीलाई अब अप्ठ्यारो हुन्छ भनेर म चाहिँ छुट्टै खाटमा सुत्न थालेको थिएँ अनि त्यसपछि फेरि अनि कति कार्तिकी जोगी भन्नुहुँदो रहेछ अनि त्यसपछि उहाँहरू आउनुभयो है कति 4:30 त्यस्तै कति भइसकेको थियो अब जाडो महिना त अलिक जाडै हुन्छ नि त अनि अलिक अँधेरै थियो अनि त्यसपछि त्यतिखेर चाहिँ अनि उहाँहरू आउनु भएको थियो त्यसपछि परसँग पुग्दाखेरि चाहिँ कस्तो कोरोको जस्तै आवाज आयो अनि त्यसपछि झन् नजिक हुँदै गएपछि झन् मलाई त्यही तलैबाट आवाज जस्तो लाग्यो कि त्यही तल कोठाबाटै कोही रुवा जस्तो लाग्यो अनि त्यसपछि मलाई त्यस्तो डर लाग्यो अनि त्यसपछि दिदीलाई उठाउनु कि जस्तो लाग्यो फेरि के डिस्टर्ब गर्नु भने है अनि त्यसपछि म आफैलाई रुनु मन लागिसक्यो कि त्यो डरले हुन्छ नि आफैलाई रुनु मन लाग्यो अनि त्यसपछि पछि अलिक नजिक आएपछि झन् भयो नि त झन् रोकै जस्तो आवाज आयो कि अनि त्यसपछि मैले चाहिँ दिदीलाई उठाउँछु नि भनेपछि पछि दिदी आफै उठ्नु भयो अनि त्यसपछि दिदी त्यहाँ हेर्नु को रुइराखा तलबाट हो कि अनि दिदी पनि हो कि के हो को जस्ट दिदीलाई नि अब याद भएन नि त आउनुहुन्छ कार्तिक भनेर याद भएन अनि त्यसपछि हो कि क्या हो कोही रुनु भएको क्या हो भन्नुभयो अनि पछि बल्ल ठुलो मम्मीले उताबाट दिदी पनि डराउनु हुन्छ है दिदी पनि डर पुग्ने म पनि डर पुग्ने अनि त्यसपछि सानो नानी थियो नि त अनि सानो नानी भएपछि अब हामी दुईजना डराउनु भएन नि त अब झन् सानो नानीको सातो जान्छ भनेर अनि त्यसपछि पछि ठ्याक्क ठुलो मम्मी उताबाट ढोका खोलेर अनि त्यसपछि अनि के अरे जोगी आउनु भयो खै क्या हो भनेर चाहिँ बल्ल कार्तिक जोगी आउनु भयो होला भनेर भन्नुभयो बल्ल अनि मन ढुक्क भयो अनि त्यसपछि तर यस्तो हुन्छ नि कोही सुसाइडहरू गरेको बेला अनि मतलब सुसाइडहरू नगरेको बेला पनि यस्तो जोगीहरूसँग पुग्न आउनु भएको उहाँहरूलाई नि यसरी भित्र छिराएर सँग पुग्न लायो भने घर घुमायो भने घरभित्र छिरायो भने राम्रो हुन्छ अरे भन्ने सुनेको थिएँ मैले चाहिँ अनि अब चाहिँ हामी के लिन जानु लाग्यो मुजा चाउचाउ अनि कागती अनि आलु अनि दुध बिस्कुट भयो नि म चायपत्ती बनाइराख्छु तपाईँहरू आउनु हस् म चायपत्ती माग्छु हजुरहरू आउनु चाख्नु कस्तो खानु मेरो कार्यक्रम गर्छ राशि बुइङमा छ कार्यक्रम शनिबार पनि छुट्टी हुँदैन कि बिचरा म त बोलाउँथ्यो होला यस्तो पऱ्यो नि म हप्तामा शनिबार बाहेक अरू छुट्टी भएन नि त बोलाउने मान्छे जति हप्ता यसो म त्यो भित्रपात हेऱ्यो भने है शनिबार बाहेक के अरू छुट्टीहरू हेर्छु अनि अरू छुट्टीहरू हेर्छु अनि देखिन भने त आमा टेन्सन भएर आउँछ मलाई त ला शनिबार मात्रै छुट्टी रहेछ जस्तो हुन्छ अनि यसो छुट्टी देखेँ नि ओ फेरि त्यो दिन चाहिँ ठ्याक्कै याद आइहाल्छ कि ए आज त यति गति हो है यति गर्दा चाहिँ छुट्टी हुन्छ है भन्ने ठ्याक्कै दिमागमा आइहाल्छ यसो चस्क हेर्नु कि याद हुन्छ अनि छुट्टी भएन भने चाहिँ सक्दिनँ म हामी चाहिँ भुजा खोज्दै हिँडिरहेको छौँ भुजा चाहिँ कति पनि पाएको छ त हाम्रो घर वरिपरि दोकान छ भन्नु मात्रै हो खै केही पाउँदैन रिफिक्ने साथीहरूलाई चाहिने कुरा कहीँ पाउँदैन दिक्क लाग्छ यिनीलाई त्यहाँ पठाएको अहिले गयो फेरि फर्केर आउनुपर्छ भनेर जन्झेउ लगाएर पठाएको अब हामी पाएन भने चाहिँ हामी वहाँ जानुपर्छ
नजिक भएको दोकानमा पाउँदैन के हार्नु त अब टाढै झऱ्यो नि जानै पर्यो नि फेरि त धेरै टाइम लाग्यो त जहाँ चाहिँ पायो यहाँनिर खै त्यो देखाऊँ अब कहीँ पाउँदै पाएन भुजा अनि कति हो 35 रुपियाँ 35 रुपियाँ जाने भुजा पायो ल अब कतै पाएन अब यही भए पनि लिएर जानु पर्यो नि अब फेरि वहाँ जानुपर्छ के किन्न अझै अचार चाहिँ पाइनौँ हामीले कतै पनि अनि अब पाइँदैन नै होला भने सोच्यौँ अब छोडिदिउँ अब के हार्नु त नपाएपछि अनि सबै सामानहरू लिएर आयौँ कुकुरलाई बिस्कुटहरू सबै लिएर चाहिँ आयौँ आयो दोकान पनि कहाँ पुग्नुपर्छ नजिक चाहिँ छ तर केही छ भन्दाखेरि छ भने मात्रै हो काचाङ कुचुङ बिस्कुट सिस्कुटहरू चाहिँ पाउँछ चाउचाउ वाइवाई चाउचाउधरि पाउँदैन त नजिक अब चाहिँ फेरि हामी दुध लिन जानुपर्ने हुन्छ किनकि अब हामी चटपटी खान्छौँ नि त अनि म र मम्मी चाहिँ चिया बनाएर खान्छौँ त्यही भएर चाहिँ दुध लिन जानुपर्ने हुन्छ अनि चाहिँ ल अब आजलाई चाहिँ भ्लग यति नै के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र नेक्स्ट भ्लगमा भेट्नेछु भन्ने बिदा हुन चाहन्छु हस् त बाई बाई नमस्ते।